इङ्ल्यान्ड एउटा यस्तो देश जो अङ्ग्रेजी भाषा सुरुवात भएको देशमा चिनिन्छ, जहाँ हजारौं नेपालीहरू आफ्नो कर्मथलो र जन्मथलो बनाएर बसोबास गर्दै आएका छन्। यो तो देश हो जो आधुनिक फुटबल, क्रिकेट र रग्बी जस्ता विश्व चर्चित खेलको सुरुवात भएको थियो, जहाँको फुटबल टिम र यहाँको फुटबल क्लबहरूको फ्यान तपाई हामी मात्र नभएर विश्व रहेको छ। यो तो भूमि हो जहाँ महान लेखक विलियम शेक्सपियर र महान वैज्ञानिक आइजाक न्युटनले जन्म लिए हो। दर्शक वृन्द, यस भिडियोमा हामी युरोप महादेशमा अवस्थित देश इङ्ल्यान्डको बारेमा, यो देशमा रहेका सबै रोचक जानकारीहरू तपाईबाझ प्रस्तुत गर्दैछौ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने नेपाली फ्याक्ट च्यानललाई सब्स्क्राइब गर्नुहोला। दर्शक वृन्द, युनाइटेड किङडम अर्थात् संयुक्त अधिराज्य 4 घटक राष्ट्रहरू इङ्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र नर्थ आयरल्यान्ड मिलेर बनेको एक देश हो। किङडम अफ इङ्ल्यान्डको नामले चिनिने इङ्ल्यान्ड एक देश हो, तर यो सार्वभौम राष्ट्र भने होइन। माथि भनिएका 4 घटक देशहरू मध्ये क्षेत्रफलको हिसाबले इङ्ल्यान्ड युनाइटेड किङडम अर्थात् बेलायतको सबैभन्दा ठूलो देश हो। ग्रेट ब्रिटेन टापुको झण्डै 62% भूभाग ओगटेको इङ्ल्यान्डको क्षेत्रफल 1,30,279 वर्ग किलोमिटर रहेको छ, जसले उत्तरमा स्कटल्यान्ड र पश्चिममा वेल्स जस्ता देशसँग भूसीमाना साझा गर्छ भने पूर्वमा नर्थ सी, दक्षिण पश्चिममा सेल्टिक सागर र पश्चिममा आइरिस सागरसँग समुद्री सिमाना बनाउँछ। दर्शक वृन्द, स्कटल्यान्डमा रहेका मानिसहरूलाई स्कटिस भनिए जस्तै इङ्ल्यान्डका मानिसहरूलाई सामान्यतया इङ्ग्लिस या इङ्ग्लिस पिपुल भनेर चिनिन्छ। इङ्ल्यान्डमा झण्डै 6 करोड भन्दा बढी मानिसहरू बसोबास गर्दै आएका छन्। इङ्ल्यान्ड युनाइटेड किङडमको 4 घटक देशहरू मध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको देशमा पनि चिनिन्छ। संयुक्त अधिराज्यको लगभग 84% मानिसहरू यो देशमा बस्ने गर्छन्। इङ्ल्यान्डको दक्षिण पूर्वी भागमा अवस्थित यो देशको राजधानी लन्डन हो। लन्डनमा हालको समयमा 91 लाख मानिसहरू बसोबास गर्दै आएका छन् र यो सहर युरोपको दोस्रो धेरै जनसङ्ख्या बसोबास गर्ने सहर पनि हो। लन्डन इङ्ल्यान्डको मात्र राजधानी होइन, यो युनाइटेड किङडमको राजधानी पनि हो। थेम्स नदीको किनारमा बसेको सहर लन्डन यहाँ रहेको बिग बेन, एलिजाबेथ टावर, बकिङह्याम दरबार, हाउस अफ पार्लियामेन्ट, लन्डन टावर, ब्रिटिस म्युजियम, द नेसनल ग्यालरी, लन्डन आईको साथै यहाँको हलचल बजार सहित मध्ययुगमा बनेका ऐतिहासिक स्थलहरू हेर्नको लागि परिचित रहेको छ। रातो डबल डेकर बसहरू र ब्ल्याक क्याबहरू सहित सफा सुन्दर सहर लन्डनमा 24 घण्टा सार्वजनिक यातायातबाट घुम्न सकिन्छ। लेट नाइट क्लब, पब, बार र सहरको रात्रि जीवनयापनको मज्जा लिनको लागि पनि लन्डन पश्चिमी देशहरूमा परिचित पनि छ। लन्डन विश्वको सबैभन्दा धेरै घुम्ने सहरहरूमा सधैँ शीर्ष 5 सहरमा पनि चिनिने गरिन्छ, जहाँ वर्षेनी 2 करोड भन्दा बढी पर्यटकहरूले भ्रमण गर्छन्। विश्वको प्रमुख वित्तीय केन्द्रको रूपमा स्थापित भएको यो सबै सेवा सुविधा उपलब्ध हुने लन्डन युरोपको 5औं महँगो सहर पनि हो। एकल मानिसको लागि यो सहरमा न्यूनतम 2000 देखि 2500 पाउन्ड मासिक लागत रहेको छ। विश्वको 4 ठूलो फेसन शो हुने राजधानीहरू मध्ये लन्डन पनि एक हो। यहाँ वर्षमा 2 पटक लन्डन फेसन शो हुँदै आएको छ। लन्डन विश्वको सबैभन्दा पुरानो भूमिगत रेलवे प्रणालीको लागि पनि चिनिने गरिन्छ। लन्डन ट्युब नामले चिनिने यो भूमिगत सबवे रेलवे लाइन सन् 1863 मा बनाइएको थियो। 40 भन्दा बढी एयरपोर्टहरू भएको इङ्ल्यान्ड, जहाँको हिथ्रो विमानस्थल यो देशको मात्र नभएर युरोप महादेशकै व्यस्त एयरपोर्ट हो। लन्डनमा अवस्थित यो एयरपोर्टबाट वर्षेनी 8 करोड 44 लाख यात्रुहरूले आवत जावत गर्छन्। राजधानी लन्डनको साथै यो देशमा बर्मिङहम, म्यानचेस्टर, लिड्स, लिभरपुल, शेफिल्ड, ब्रिस्टल जस्ता धेरै अन्य साना ठूला सहरहरू पनि रहेका छन्। जनसङ्ख्याको झण्डै 83% मानिसहरू माथि भनिएका सहरहरूमा बसोबास गरे पनि 17% मानिसहरू अझै पनि यहाँको ग्रामीण क्षेत्रमा बस्ने गर्छन्। 5औं शताब्दीदेखि 11औं शताब्दीको बीचमा माटो र ढुङ्गाबाट बनेका गाउँले घरहरू अहिले पनि इङ्ल्यान्डमा सुरक्षित छन्। दर्शक वृन्द, हजारौं वर्ष अघि इङ्ल्यान्डको
इङ्ल्यान्डको भूमि सेल्टिक जनजातिहरूको घर थियो जो युरोपको प्राचीन मानिसहरूमा चिनिन्छन्। 43 ईस्वीको समयमा इङ्ल्यान्डमा रोमन साम्राज्य आयो र रोमनहरूले झण्डै 400 वर्षसम्म यो भूमिमा शासन गरे। रोमनहरूले यहाँ सडक, सहर, किल्ला र पर्खालहरूको निर्माण गरे, साथै हालको लन्डन सहरको स्थापना पनि गरे। त्यति बेला लन्डन सहरलाई रोमनहरूद्वारा लन्डिनियम भनेर चिनिन्थ्यो। रोमनहरू 410 ईस्वीमा इङ्ल्यान्ड छोडेर गएपछि हालको जर्मनी र डेनमार्कको क्षेत्रबाट यहाँ एङ्गल्स, सेक्सन र जुड्स भनिने जातिहरू बसोबास गरे र यसै एङ्गल जातिहरूले यो देशको नाम त्यति बेला नै इङ्ल्यान्ड दिएका थिए, जसको मूल अर्थ एङ्गल्सको भूमि भन्ने हुन्छ र यही एङ्गल जनजातिबाट नै अङ्ग्रेजी भाषाको उत्पत्ति भएको थियो। 927 ईस्वीमा एङ्ग्लो र सेक्सन यी दुई जातिका राज्यहरूले एकताबद्ध गरी एथेल्स्तान नामका राजालाई राज्य प्रमुखको रूपमा घोषित गरेपछि इङ्ल्यान्ड एक देशको रूपमा अस्तित्वमा आएको थियो। विभिन्न समय कालखण्ड पार गर्दै इङ्ल्यान्डले आफ्नै नेतृत्वमा सन् 1536 मा यसको छिमेकी देश वेल्स, सन् 1707 मा स्कटल्यान्ड र सन् 1801 मा आयरल्यान्डलाई मिलाएर संयुक्त अधिराज्यको स्थापना गरेको थियो। इङ्ल्यान्डले 16औं शताब्दीदेखि विश्वका विभिन्न देशहरूमा आफ्नो साम्राज्य खडा गरेको पनि थियो। पछि संयुक्त राज्यको गठन भएपछि यो देशले विश्वभरका 195 आधुनिक देशहरू मध्ये 173 देशमा शासन गर्न पनि भ्यायो र त्यति बेला ब्रिटिस साम्राज्यमा सूर्य कहिले पनि अस्ताउँदैनथ्यो र हाल पनि विश्वका 14 साना क्षेत्रहरू बेलायतको अधीनमा रहेका छन् भने 15 वटा देशहरूमा अहिले पनि बेलायतको राजा राज्य प्रमुख हुने व्यवस्था रहेको छ। संयुक्त अधिराज्यको 4 देशहरू मध्ये मुख्य देशमा रहेको इङ्ल्यान्ड संयुक्त अधिराज्यको स्थापना हुन भन्दा धेरै अघिदेखि नै आफ्नो पहिचान भएको एक स्वतन्त्र राष्ट्र थियो र त्यो राष्ट्रिय पहिचान आज पनि बलियो छ। विश्वका धेरै देशहरूको इतिहास, राजनीति, विज्ञान, भाषा, खेलकुद र संस्कृतिमा गहिरो प्रभाव छोड्ने इङ्ल्यान्डको आफ्नै विश्व चर्चित फुटबल टिम, क्रिकेट र रग्बी जस्ता खेलहरूको राष्ट्रिय टिम रहेको छ भने अर्को महत्त्वपूर्ण कुरा यसको आफ्नै झण्डा पनि छ। इङ्ल्यान्डको झण्डालाई सेन्ट जर्जेस क्रस पनि भनिन्छ। इङ्ल्यान्डकै दममा खडा भएको ब्रिटिस सैनिक हाल विश्वमा 6औं शक्तिशाली सेनाको रूपमा चिनिन्छ। दर्शक वृन्द सन् 1700 को दशकदेखि नै नयाँ कारखाना, मेसिन, रेलवे र स्टिम इन्जिनहरूको निर्माण गरेको इङ्ल्यान्ड विश्वमा पहिलोपल्ट औद्योगिक क्रान्ति गर्ने देश हो। झण्डै 3 ट्रिलियन अमेरिकन डलर जीडीपी भएको युनाइटेड किङडमको 85% जीडीपी को भार इङ्ल्यान्डले वहन गर्दै आएको छ र यो देश विश्वमा फ्रान्स पछि सबैभन्दा धेरै जीडीपी भएको 8औं देशमा रहेको पनि छ। मिश्रित अर्थव्यवस्था भएको इङ्ल्यान्डले औषधि, रोल्स रोयस कार, बेन्टले, एस्टन मार्टिन जस्ता कारहरू, विमानका पार्ट पूर्जा, मेकानिकल पावर जेनेरेटर, कच्चा तेल र ब्याङ्किङ विभाग साथै पर्यटन जस्ता क्षेत्रबाट पनि कमाउँदै आएको छ। इङ्ल्यान्ड विश्वको सबैभन्दा ठूलो मिलिट्री इक्विपमेन्ट निर्यात गर्ने देशहरूमा विश्वको 8औं ठूलो देश पनि हो। इङ्ल्यान्डका नागरिकहरूको 50,000 पाउन्ड भन्दा माथि वार्षिक प्रति व्यक्ति आय रहेको छ। हाल 21 भन्दा माथिका कामदारहरूको लागि न्यूनतम ज्याला प्रति घण्टा 12.71 पाउन्ड यहाँको सरकारले तोकिदिएको पनि छ। इङ्ल्यान्डको आधिकारिक मुद्रा ब्रिटिस पाउन्ड स्टर्लिङ हो। यो मुद्रा विश्वको 5औं शक्तिशाली करेन्सीमा पनि रहेको छ। इङ्ल्यान्डका मानिसहरू पनि विश्वमा धेरै चिया पिउने मानिसहरूमा चिनिन्छन्। चिया पिउने संस्कृति पनि यहाँ गहिरो रूपमा रहेको छ। तपाईलाई अचम्म लाग्ला, अंग्रेजहरूले प्रतिदिन औसत 3 देखि 4 कप चिया पिउने गर्छन्। इङ्ल्यान्डमा सबैभन्दा रुचाइने राष्ट्रिय परिकार चिकन टिक्का मसला हो। 99% साक्षरता दर भएको देश इङ्ल्यान्ड विश्वको प्रतिष्ठित विश्वविद्यालयहरूमा चिनिने युनिभर्सिटी अफ अक्सफोर्ड र युनिभर्सिटी अफ क्याम्ब्रिजको घर पनि हो। यो देशमा झण्डै 7 लाखको संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययन गर्दै आएका छन्। तपाईलाई जानकारी दिउँ कि लन्डनमा रहेको द ब्रिटिश लाइब्रेरी विश्वको दोस्रो सबैभन्दा ठूलो पुस्तकालय हो। यो लाइब्रेरी
लाइब्रेरीमा झण्डै 170 मिलियन पुस्तकहरू राखिएको छ। दर्शक वृन्द, इङ्ल्यान्डमा मुख्यतः 46% मानिसहरू इसाई धर्म, 7% मानिसहरू इस्लाम धर्म, 2% मानिसहरू हिन्दू धर्म, साथै सिख, बौद्ध, यहुदी धर्म मान्ने मानिसहरूको बसोबास रहेको छ। त्यसो त हालको समयमा इङ्ल्यान्डमा धर्म नमान्नेको संख्या पनि 36% रहेको छ। इङ्ल्यान्डमा 81% मानिसहरू गोरा, 10% एसियाली देशका, 4% अफ्रिकन मुलका र अन्य विभिन्न देशका मानिसहरू बसोबास गर्छन्। पूर्व ब्रिटिस साम्राज्यको प्रभाव साथै विकसित देशमा राम्रो शिक्षा र रोजगारको लागि 1 दशकदेखि इङ्ल्यान्डमा विदेशी मानिसहरू रहँदै आएका छन्। 300 भन्दा बढी भाषाहरू बोलिने इङ्ल्यान्डमा भारत, पाकिस्तान, पोल्यान्ड, रोमानिया र आयरल्यान्डका मानिसहरूको उल्लेखनीय बसोबास रहेको छ। राजधानी लन्डन र अन्य सहरहरूमा यी विदेशी मानिसहरूले विभिन्न क्षेत्रमा काम र आफ्नो व्यवसाय पनि सञ्चालन गर्दै आएका छन्। तपाईलाई जानकारी दिउँ कि लन्डन सहरमा भारतको सहर मुम्बईमा भन्दा धेरै भारतीय रेस्टुरेन्टहरू रहेका छन्। सन् 2021 को जनगणना अनुसार 77,000 देखि 80,000 को बीचमा नेपालीहरूको पनि इङ्ल्यान्डमा बसोबास रहेको छ। सन् 1800 को दशकबाट नेपालका गोर्खा सैनिकहरूले ब्रिटिस सेनामा सेवा गर्न थालेपछि धेरै नेपालीहरू इङ्ल्यान्डको भूमिमा बसोबास गरेका थिए। त्यसपछि धेरै नेपालीहरू राम्रो शिक्षा र भविष्यको लागि इङ्ल्यान्ड आएका थिए। हाल नेपालीहरू यहाँको ब्रिटिस सेना, स्वास्थ्य सेवा क्षेत्र, रिटेल सेक्टर र होटेल रेस्टुरेन्ट क्षेत्रमा काम गर्छन्। धेरै जसो नेपालीहरू मुख्यतः इङ्ल्यान्डको राजधानी लन्डन, फानबरो र रिडिङ जस्ता शहरी क्षेत्रहरूमा पनि धेरै बसोबास गर्दै आएका छन् र माथि भनिएका सहरहरूमा 350 भन्दा बढी नेपाली रेस्टुरेन्टहरू पनि रहेका छन्। रेस्टुरेन्ट मात्र नभएर यहाँ रहेका नेपालीहरूको रिटेल, ग्रोसरी, घर जग्गाको बिक्री र कपडा पसल पनि रहेको छ। नेपाली संस्कृति र नेपाली एकीकरण लक्षित 400 भन्दा बढी नेपाली संघ समाजहरू पनि यो देशमा देख्न सकिन्छ। दर्शक वृन्द, इङ्ल्यान्ड भन्ने बित्तिकै धेरै मानिसहरू यहाँको फुटबल पनि सम्झिने गर्छन्। त्यसो त फुटबल खेलको प्रारम्भिक उत्पत्ति चीनमा भए पनि आधुनिक फुटबल र फुटबलको नियमहरू इङ्ल्यान्डबाटै भएको थियो। म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी, लिभरपुल, आर्सेनल, टोटनह्याम र चेल्सी फुटबल क्लब जस्ता धेरै विश्व प्रख्यात क्लबहरूको घर इङ्ल्यान्ड विश्वको उत्कृष्ट फुटबल लिग इङ्ग्लिस प्रिमियर लिग हुने देश पनि हो र यी क्लबहरूको फ्यान आज विश्वभर रहेका छन्। यहाँका मानिसहरूमा फुटबल यति लोकप्रिय छ कि यहाँका सबै व्यक्ति कुनै न कुनै क्लबको फ्यान रहेका छन् र उनीहरू आफ्नो टिमलाई जिताउन बियर पिएर सधैँ जसो स्टेडियम पुगेकै हुन्छन्। फुटबल यहाँको एक संस्कृति र फुटबल क्लबहरूको खेल एक चाड हो भन्दा फरक पर्दैन। विश्व फुटबल संघ फिफाको वरियतामा पनि हाल 4थो स्थानमा रहेको इङ्ल्यान्डले सन् 1966 मा विश्वकप फुटबल जितेको थियो र यो देशले 17 चोटि वर्ल्ड कप फुटबल पनि खेलिसकेको छ। आधुनिक फुटबलको मात्र नभएर यो देश रग्बी, क्रिकेट जस्ता विश्व चर्चित खेलहरूको उत्पत्ति भएको देश पनि हो। क्रिकेटमा यो विश्वको शीर्ष 10 बलियो देशहरूको सूचीमा पनि रहेको छ। 1500 भन्दा बढी ऐतिहासिक महलहरू भएको यो देशमा इजिप्टको पिरामिड भन्दा पुरानो स्टोनहेन्ज नामको चट्टानको स्मारक पनि निकै चर्चित छ, जुन आज भन्दा 5000 वर्ष पहिले बनाइएको थियो। स्टोनहेन्ज किन र कसरी निर्माण गरिएको थियो भन्ने ठोस प्रमाण नहुँदा यो इङ्ल्यान्डको रहस्यमय पुरातात्विक स्थलको रूपमा चिनिन्छ। इङ्ल्यान्डको बारेमा अर्को रोचक कुरा के छ भने यहाँ जति पनि नदी तालमा चिन्ह नलगाइएका तैरने हाँसहरू छन् ती सबै राजा चार्ल्स तृतीयका हाँसहरू हुन्। त्यसैगरी यहाँ खाममा राजाको टाउको उल्टो भएको हुलाक टिकट राख्ने कुनै पनि व्यक्तिलाई देशद्रोही मानिन्छ। दर्शक वृन्द, इङ्ल्यान्डले विश्वमा अंग्रेजी भाषा सबै देशहरूको राजनैतिक र खेलकुद क्षेत्रमा प्रभाव मात्रै पारेन, यो देशले विश्वलाई धेरै कुरा दिएको पनि छ। इङ्ल्यान्ड गति र गुरुत्वाकर्षणको पहिलो नियम बनाउने सर आइजाक न्युटन र 21औं शताब्दीका चर्चित खगोलविद स्टिफन हकिङको घर पनि हो। त्यसैगरी प्रसिद्ध कवि, नाटककार र साहित्यकार विलियम शेक्सपियरको जन्म पनि इङ्ल्यान्डमा भएको थियो। इन्टरनेट चलाउँदा प्रयोग गरिने 3वटा डब्लु अर्थात् वर्ल्ड वाइड वेबको प्रयोगमा ल्याउने कम्प्युटर वैज्ञानिक सर टिक ओनर्स ली पनि यसै देशका हुन्। इङ्ल्यान्डमा जन्मिएका माइकल फराडेले इलेक्ट्रिक मोटरको स्थापना सन् 1821 मा गरेका थिए। त्यसैगरी वातावरणमा रहेका सबै प्रजातिहरू समयसँगै कसरी विकसित भए भन्ने सिद्धान्त
तत्त्वको पहिलो उजागर गर्ने वैज्ञानिक चार्ल्स डार्विन पनि यसै देशका हुन्। तपाईलाई यो पनि जानकारी दिउँ कि आज विश्वभर प्रयोग गरिने फ्लश टोयलेटको आविष्कार पनि सन् 1596 मा सर जोन ह्यारिङटनद्वारा गरिएको थियो। प्रसिद्ध फुटबल खेलाडी डेभिड बेकम, चार्ली च्याप्लिन जस्ता कमेडियन, संयुक्त अधिराज्यको प्रधानमन्त्रीको रूपमा सेवा गर्ने र दोस्रो विश्वयुद्धको समयमा बेलायतलाई विजयतर्फ डोराउने विस्टन चर्चिल जस्ता व्यक्तिहरू पनि इङ्ल्यान्ड देशकै हुन्। इङ्ल्यान्ड त्यो देश हो जसले फ्रान्ससँग जोड्ने भनौँ त युरोपसँग जोड्ने युरोपकै सबैभन्दा लामो समुद्रीय सुरुङ मार्ग पनि बनाएको छ। इङ्ग्लिस च्यानल नामले चिनिने यो समुद्रीय सुरुङ मार्ग 38 किलोमिटर लामो छ। सन् 1987 मा सुरु भई सन् 1994 मा सम्पन्न भएको यो समुद्र सतह भन्दा 45 मिटर तल बनाइएको सुरुङ मार्ग पार गर्नको लागि 35 मिनेट लाग्छ। दर्शक वृन्द, युरोपको 14औं ठुलो देश इङ्ल्यान्ड एक समशीतोष्ण समुद्रीय हावापानी भएको एक सुन्दर देश हो। यहाँ जाडोको समयमा -1 देखि 8 डिग्री सेल्सियससम्म तापक्रम रहन्छ भने गर्मीमा सामान्यतया दिनको तापक्रम 18 देखि 25 डिग्री सेल्सियससम्म तापक्रम हुन्छ। दक्षिण इङ्ल्यान्ड सामान्यतया उत्तरी इङ्ल्यान्ड भन्दा तातो र सुक्खा हुन्छ। पहाड, उपत्यका र हरियाली मैदानहरू सहित पुरानो ग्रामीण क्षेत्र देख्न सकिने इङ्ल्यान्डको थेम्स नदी यो देशको सबैभन्दा ठुलो नदी हो, जुन लन्डन सहर हुँदै बग्छ। यो देशमा सेभनर नदी र ट्रेन्ट जस्ता नदीहरू पनि रहेका छन्। 1,30,000 समुद्रीय तट रेखा भएको इङ्ल्यान्डमा मौसम चाँडै परिवर्तन हुन्छ, जहाँ तपाईले एकै दिनमा घाम, बादल, हावा र वर्षा देख्न सक्नुहुन्छ। दर्शक वृन्द, यो थियो इङ्ल्यान्डको बारेमा बनाइएको भिडियो। तपाईलाई कस्तो लाग्यो कृपया कमेन्टमा लेख्नुहोला। साथै रोचक जानकारीको लागि च्यानलसँग जोडिनुहोला।